केपी ओली सम्राट हो र जोकर हो? जोकर्स आर रुलिङ आवर कन्ट्री। हाम्रो देश त जोकर चङ्खेहरूले चलाइरहेछ। हाम्रो देश चङ्खे भन्छ हामीले जोकरलाई नेपालीमा, हो? जङ्गबहादुरले 29.5 वर्ष शासन गर्नुभयो, श्री 3 जङ्गबहादुरले। उहाँले शरीर छोडेको 17 घण्टामा उहाँको परिवारको पत्ता साफ भयो। इतिहास पढ्नु भएको छ? टाढाबाट होइन, आफ्नै घरभित्रबाट। त्यसकारण अपुत्रो प्रधानमन्त्री छानेको यहाँ हामीलाई। भोलि एकछिन लेट मी कम्प्लिट। केपी ओलीजीलाई किन छानेको थाहा छ? बालबच्चै छैन, टन्टाई साहब जति घटिया शासन गर्न सक्छ केपी ओलीले भनेर पहिल्यै फिक्स प्रोग्राम हो। बुझ्दै हुनुहुन्छ? केपी ओलीलाई के टन्टा? दुईजना सँगै बित्नुहुन्छ उहाँहरू अँगालो मारेर। जनताले तपाईँको भोलि टाउको काट्छ, हजुर प्रधानमन्त्री नबन्नुहोस् भन्दा नि टाउको बरु काट्छु प्रधानमन्त्री बन्छु भनेर आएका मान्छे उनी। म टाउको गिडिन तयार भन्ने मान्छेहरू यिनी। अनि यिनीहरूबाट सुशासनको अपेक्षा हुन्छ कि यिनीहरूलाई सुताएपछि यहाँ नयाँ सुशासन आउँछ? ल भन्नुहोस्। उहाँहरूलाई त के भने नदुख्ने इन्जेक्सन दिएर स्विजरल्यान्डमा जस्तो बिदा गर्दा उहाँहरूलाई सुकुन छ।